हेलो साथीहरु, वेलकम ब्याक टु माई अनदर सर्ट मिनी ब्लग। र आज चाहिँ म मकै भुट्न आँटेको। यो चाहिँ हो सुक्खा मकै हैन, फेरि यो चाहिँ हरियो मकै है। अन्त यो चाहिँ मेरो दिदीले तल बारीबाट ल्याएको थिएछ 2-3 वटा। अन्त भुट्न भनेर चाहिँ भुटेर खानु आँटेको है। यहाँ चाहिँ म चलाउन थालेँ, आफ्नो बाइलाई चाहिँ पकाउँछु एकछिन है, भुटेर खाऊँ भनेर चाहिँ सल्लाह गरेको। अन्त त्यही भएर म चाहिँ भुट्दैछु है। मैले त भिडियो त सब गरेछु त। अन्त मेरो भिडियोलाई इन्डसम्म हेरिदिनुहोस् होला। अन्त लाइक शेयर सब्सक्राइब पनि गरिदिनुहोस् होला है। तपाईहरुको धेरैभन्दा धेरै मायाले सपोर्ट गरिदिनुहोस्। अन्त कसकोमा मकै भइसक्यो प्लिज कमेन्ट बताइदिनुहोस् ल। अन्त कोलाई मनपर्छ त्यो पनि। अन्त मेरो मकै चाहिँ फाइनली हुन आँट्यो है। यसमा कलर चढ्न थाल्यो, तपाईहरु देख्न सक्नुहुन्छ। अन्त कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज बताइदिनुहोस्। अन्त मेरो मकै चाहिँ अब हुनु आँट्यो, यसलाई है अब निकालेर हामी खानेछौँ। तर खाएको चाहिँ म भिडियो बनाउँदिनँ है, पुरा गरम छ। अन्त फाइनली मकै भयो। अन्त बोलमै त्यही बोलमा सारेँ।